आशीर्वाद अहिलेको ज्वरो पर्दैन तर ओभरटाइम पछि लाउनु के भन्दैन सुरुवात चाहिँ 10 मिनट बास गर्नु अरु भन्दा नि आई दोनो सुते भन्नु न त्यहाँ भिडियो छ कि त्यो भन्नु त भयो आयु जोडस्ते श्रियम दशरथे शत्रुक्षयम राघवे ऐश्वर्य नौशे गति च पवने मानन्द दुर्योधने दानं सूर्यसुते बलमहरदरे सत्यं च कुन्तीसुते विज्ञाने विदुरे भगवती भवतां कृतिं च नारायणे नारायणको जस्तो कृति होस् बलरामको जस्तो बल होस् बलरामको जस्तो बल होस् सधैँभरि अवस्थामा ऋषिको जस्तो आयु होस् अनि राघव जस्तो जस्तो सत्य होस् जयन्ती मङ्गला काली भद्र काली कपालिनी दुर्गा जयत्री स्वाहा सुदन जयतुम देवी चामुण्डी जय भूतात्य हरिणे जय सर्वती देवी कालधर्मा नमस्कार गरौँ श्री महाकाली महालक्ष्मी नवदुर्गा भवनले रक्षा गरून् कुनै किसिमको रोग व्याधि नलाओस् घर परिवार सबै चाहिँ नि सुदृढ किसिमले राम्रो किसिमले सञ्चालन गर्नु छोराको बिहे राम्रो अनि छोरीको राम्रो हेरचाह गर्नु डबल आशीर्वाद ज्ञानी हुनु नआतिनु नआतिनु अनि अरूभन्दा पनि धेरै आतिनी छ मलाई त जहिले आँटिने भने किन हो किन हतार सबैले भन्ने दिदी घरे संस्कारी बुहारी परोस् यो घरमा निद्रियोस् छोरीलाई बाबाले साथ दियोस् इन्डाइरेक्टली आशीर्वाद त्यही आइरहेको रोग व्याधि नलागोस् भएका रोगहरू चाहिँ निर्मूल हुने सधैँभरि धनलक्ष्मीले साथ दिउन् हजुर भाइ भाइ नमस्कार आराम हुन्छ यता ओभरबाट बुवा उहाँ आउँदै भाइ हुन्छ भाइ हुन्छ हुन्छ म चाहिँ त्यहाँ गएपछि फोन गर्छु हुन्छ भाइ हस् हस् भाइ होइन यता उतापट्टि हो तपाईँको आयु दोण सुते श्रीधरे तिमीले भनिदेऊ ज्ञानी सुविधा प्राप्त होस् सबै कुरा मिल्दै जाओस् विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना हजुरलाई थ्याङ्क यू अहिले रामलाई नि बोलिदिएको बाबु ह्याप्पी दसैँ सफल ह्याप्पी दसैँ ह्याप्पी दसैँ भन दसैँ त्यो ढोगरी छ कि किनभने दिने दिने भन्दै आयु दोण सुते श्रियो दशरथे शत्रु छे राघवे ऐश्वर्य नौसे गति समानसे गति पवने मानसे दुर्योधने शौर्य शान्तवे बलम हलधरे सत्यम कुन्ती सुते विज्ञानम विदुरे भवन्तु भवताम कीर्तिश्च नारायणे भन्ने रहेछ बुवाले सबै आउँदो रहेछ दिदीले ह्यान्ड नगर्ने नि हुन्छ कि मलाई कन्ठ पार्नु मन लाग्यो आउँदै विद्याले सधैँभरि भरिपूर्ण होस् रोग व्याधि नलागोस् जीवनसाथी राम्रो परोस् भगवानको पूजा आराधना गर्ने भक्तिभाव भएकी बुहारी परोस् मलाई मेरी बुहारी चाहिँ एकदम भगवानको भक्त होस् पूजा आराधना गरोस् घरमा बत्ती बालोस् हाम्रो
फुल घरानको जेठो नाति आयु दोणसिते श्री दशरथे ऐश्वर्य नवस्य गतिश्च पवने मनस्य दुर्योधने शौर्य शान्त नरे बलं हल्दरे सत्य सत्यञ्चकुन्तिसुते विदारं विज्ञान विदुरं भवतु भवतां कीर्तिश्च नारायणम् के अरे होइन शत्रुक्षेम राघवे ऐश्वर्य नवस्य गतिश्च पवने मनस्य दुर्योधने शौर्यं शान्त नरे बलं हल्दरे सञ्जय कुन्तिसुते विज्ञान विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणी राम्रो देखिँदो रहेछ छोरोलाई के आशीर्वाद दिनु थाहा भएन सबैलाई कपाल फिर्ता आओस् मिलाएर ल्याउनुहुन्छ कि दाइरे यस्तो यस्तो कुरा एकदम है दाइ हाम्रो छोरी स्कुलबाट आइ छैन नि सौरभ पनि आएको छैन आएर नि बाबुलाई टिका लाउनु पायो कति खुसी लाग्यो होला नि ल ज्ञानी छ हामीलाई थाहा छ सबैलाई अनि कहाँसम्म पढ्नु त्यो सफल होस् आयुर्णसिते श्रीं दशरथे शत्रुक्षेम सांसद जस्तै देखियो हाम्रो बाबु म त दोस्रो बालक हलधरे सञ्जय कुन्तिसुते विज्ञान विदुरे भवन्तु भवतां होइन बाजेन हामीलाई पहिलो भइदिनु बाबु बाजेन पहिलो कसको फोन आयो हजुर सुरले गरी कि ल आइ आइ कर्तव्य बाबुआमाको सेवा नै हो। बाबुआमा भनेको जिउँदो देवता हुन्। बाबुआमाको राम्रो सेवा गर्नुलाई सधैँभरि चाहिँ छिटो आउनु मन कहिले चाहिँ आमा बस्नु बाबु Het is nog niet jouw beurt. Bijna. Oké, kom. सबै जिम्मेवारी अब तिम्रो टाइममा आएछ बाबु मामीलाई ख्याल गर्नु दिँदै छोराको कर्तव्य चाहिँ निभाउनु स्वास्थ्य राम्रो होस् यहाँमा कपाल फिर्ता आओस् कपाल फिर्ता आओस् भनेर आशीर्वाद दिने रे त्यो 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 अनावश्यक ज्वाइँ भयो भने मैले सधैँभरि ज्वाइँलाई साथीको तरिकाले ज्वाइँलाई ज्वाइँसँग चलिरहेको छ त्यो अनुसारले हामी सधैँ चल्छौँ साथीहरूबाट ढ्याङ्गा भनिन्छ भन्दाखेरि दाइले भनेको म यही मिठो छ होला सम्झाउनु ल राम्रो होस् सुस्वास्थ्य दीर्घायु भनिन्छ नि ज्वाइँलाई साथीहरूमाबाट हेर्छु नि त मलाई मान्छे कामना ज्ञानी छ सजिलो छ त्यो होइन त्यो हजुरले टिका लाएर भन्ने बेला हजुर लगाइदिने बेला आयो भन्ने शरीरमा ठिक छ के भन्दै हुन्न म के भनेर जान्छु भन्छु बास गर्नु मन सर्वमङ्गल माङ्गल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी तिमीलाई जयन्ती मङ्गला काली भद्रकाली मङ्गला काली भद्रकाली दुर्गा सेवा शिवा सत्र शिवरात्रि त त्यही त भन्नु पर्ने राम्रै हो हाँसेर मात्रै शिवा धात्री भनेको मैले कहाँ शिवरात्रि शिवधात्री भनेको शिवकी शिवानी भनेको पैसा नदिनु है त्यो त पैसा नदिनु कि दाइ यसो सेन्सेर ल्याउनु दाजुलाई धेरै धेरै धन्यवाद भाउजू नमस्ते अब चाहिँ यस्तो गर्नु सिराले भ्याउने भए भान्जाको कमाउनु भएपछि
हामीले त तिमीलाई पनि आशीर्वाद दिएको धेरै नै राम्रो गर्नु अब जागिर सफल हुनु सधैँभरि प्रमोसन हुँदै जाओस् प्रत्येक वर्ष स्टेप बढ्दै गएर हालमा यो क्याटेगोरी पुगेर हाम्रो गफन ठाउँ बनायो जति पैसा गयो भने हाम्रो बाबा हामीहरू सबको सामुन्ने तिमी सानै भएर बस्नु सधैँभरि तिमीलाई इज्जत अब दिने आफ्नो आउँछ होइन यो हो पैसा कमाएर ठुलो कहिले बाबु अफिस गएर हाजिर छ भनेर नमात्रै गरौँ न तर घर आएपछि त छोराको छोरै हो नाति नाति नै हो पढाइ सोच्यो भने पछि भविष्य हाम्रो आशीर्वाद झन् बढिसक्यो यसपछि हजुरको यसपछि त्यो हट सिटमा हामी बस्ने हट सिटमा हामी बस्ने होइन आमा बुवा आमाको चाहिँ यो वर्ष टिका भएन अब हामीलाई लगाइदिनु भयो यत्रो वर्षमा दसैँमा आउनुभएको होइन हामीलाई टिका लगाइनु भयो हामीले लाउनु त किन पर्यो र आशीर्वाद धेरै त आमाले दिन्छ होइन एकैचोटि फेरि दुईटा हातलाई जान्छ त्यहाँ जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वासुदा नमस्ते सुस्वास्थ्य होस् दीर्घायु होस् अनि यो धेरै किसिमको रोग हराएर जाओस् है हामीले गरेका राम्रा काम पनि भनौँ न फ्याट अनि धेरै नआत्तिनु अनि आफ्नो एउटा प्लान बनाउने हामीलाई नभने अनि कुरो हामीलाई तनाव दिइरहने काम चाहिँ नगर्नु पर्यो एकअर्कालाई धेरै माया गर्नु यो एक वर्ष अघिको पैसा दिनु पर्दैन नि है छोरो पैसा दिनु पर्छ छोरोले दिनु पर्ने कमाउने भएपछि यसले दिनु नि हाम्रो दसैँमा त त्यस्तो त हुन्न नि दसैँको काहीँ यसले अलिक पिरियड लिन्छ के यसो गर्दाखेरि अलिक पिरियड लिन्छ एउटा निधारा सो पहिले यता र पहिले यता सौर्य शान्त नभे बलम हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे एकदम तपाईँले पनि ल्याउनु हो क्या सरप्राइजै दिएर मास्टर गरिस् नसोचेको अब पिएचडीतिर सफलता प्राप्त गरेकोमा धेरै खुसी लागेछ बाबु आउने दिनहरूमा राम्रो गर हुँदैन आफ्नो आइडेन्टिटी जान्छ मलाई जहिले पनि सम्मान सत्कार गर्नुपर्छ मलाई त एकदम सम्मान चाहिन्छ त्यो गर्दा मलाई रिस उठ्छ हेर त्यस्तो नभए ज्ञानी भए है धेरै आशीर्वाद छ ल 5 रुपैयाँ स्वास्थ्य राम्रो होस् भन बाबाको है अरू त थाहा छैन अब के भन्ने मैले सेयर गर अनि भन त अरू मम्मीबाबालाई सेयर गर अरे रीतिरिवाज नबिर्सिनु है विदेशमा आएर ल कसलाई भनेको यो बदमासले पढाइ छोडेर मलाई अझ चित्त बुझायो होइन तपाईँले केही न केही चाहिँ रिडेम्सन आर्ट चाहिँ चाहिन्छ है सिजन 2 चाहिन्छ युनिभर्सिटीको कपाल पोलोस् एकदम लाग्छ पढाइ चाहिँ कन्टिन्यू गर स्टप गर्न पाइँदैन म मेन चाहिँ सिजन 2 चाहियो रिडेम्सन आर्ट चाहियो चाहियो तिम्रो च्यातिन्छ यहाँ सर रिडेम्सन आर्ट पढाइ छोडेको मलाई चित्त बुझेको छैन भन्छ
एउटा दुईटा ल दाइलाई ढोग्न पर्यो ढोगेर नि त होइन रमाइलो नि हुन्छ एउटा नि। बामनको केयर गर्नु अब तिमीले अब जो भने ल अब ए म त एउटा कुरो बिर्सेँ। उसको आशीर्वाद टाइममा सुत वन पिस धेरै हेरेर नबस अब त्यो पनि ल टाइममा सुत कति दिनदेखि राम्ररी सुतेको छैनौ ल भन्छु भनेर आउन क्या कति थियो म नाना पर्दैन खुट्टामा त्यहीमा हो हाँसै त ल खुट्टा धोएपछि बाबु त बुवा आमाले हामीलाई लागिदिएको एउटा भिडियो पनि छैन रहेछ यसमा कन्टिन्यू गर्नु पर्यो आमा म पढ्छु अलिअलि यता साह्रो छैन आयो दौडसुते श्रीम दशरथ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा सुधा स्वाहा सुधा नमस्ते जयन्ती मङ्गला काली भद्रकाली दुर्गा क्षमा शिवदात्री स्वाहा सुधा नमस्ते जयतम देवी चामुण्डी जय प्रचारिणी जय सर्वगति तारारात्री नमस्ते श्री महाकाली महालक्ष्मी महा सरस्वती रक्षा गर्नु विद्या बुद्धि धेरै आओस् धेरै पढ्नु ज्ञानी हुनु झडक्क नरिसाउनु हो नि सहयोग गर्नु ग्रेजुएसनमा आउनु पाऊँ बाबा तिम्रो त पिएचडी गर्ने होला मेरो मास्टर मात्र भयो दादा दादा नेपाल नेपाल जाँदा आएको नि दादा नेपाल जाँदा आएको नि तँ यहीँ जन्मे ज्ञानी हुनु छ पैसा कि है त आमा दिदी छोरीलाई दिने पैसा त्यही हो एक घन्टा हो त्यही त्यही ढ्याक्क निकाल्नु आँधीमा जनाउँछ आउँछ एउटा आमाको ल त्यही दिनुभयो एउटा आमाको एउटा मेरो अब हामी नोकरीदार कामदार होइन हाम्रो नोकरी चाहिँ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सुधा नमस्ते ल सर्वमङ्गल माङ्गल्य शिव सर्वार्थ साधिकी पढोस् ज्ञानी बुद्धिमानी हुने धेरै पढ्ने दादाले भन्दा अझै धेरै माथि पढ्नु राम्रो सब्जेक्ट ल्याएर है आफ्नो संस्कार संस्कृति कहिले नभुल ज्ञानी हुनुपर्छ अनि कहिले हरेस खानु हुन्न धेरै उ गर्छु भन्ने सोच्नुपर्छ हरेस ओके नखानु सधैँ सुत्याउनु खुसी रहनु भन मैले डिल गरेँ नि छोरीलाई त तपाईँ त सरप्राइजै छ नि एउटा खुट्टो बाबालाई एउटा खुट्टो मम्मीलाई छोरी चाहिँ ज्ञानी हुन्छ ल सौरभ नि आयो ल दुर्गा क्षमा सुधा धात्री शिवा धात्री सोहा सुधा नमस्ते हजुर भनेस् हाम्रो दसैँ एकदम रमाइलो भयो है भाइ हजुर हजुर ल सौरभ एकदम पर्फेक्ट टाइममा आयो बाबु ल ओहो यसले त पैसा स्याहारै सक्ने भएन आज बाबा यता मलाई भन्न मिल्दैन केही पैसा छैन नि दसैँ टिका भान्जेको आएर त्यही चाँडो हुन्छ मैले सक्छु भनेर सबै कुरा गर हरेस नखाऊ तिमीले जे सोचेर मैले गर्न सक्छु भनेपछि हुन्छ सोचेन भने हुँदैन युनिभर्सिटी गेमको चाहिँ मेन सोचाइ के छ भने दर्फदेङ्कन होइन सोच्न हिम्मत होस् गर्न पनि हिम्मत होस् दर्फदुन ल एउटा दाइको त त्यसो अर्को दाइको के छ
आशीर्वाद दिने होला छुनेहरू के दिँदा रहेछ नि हेरौँ त केही गर्नु पर्यो नि नानी केही गर्नु पर्यो नि माख्ने कान्ने नहुनेस् सही भन्नुभयो मामाले गजब भन्नुभयो माग्नी कान्नी नबनाइस् हो ठिक कान्छी छोरी अब कस्तो फाइदा हो यति सबैले आशीर्वाद दसैँमा छोरी हुनुपर्ने रहेछ हेर कति रमाइलो पैसा सकिन्छ मैले तेरो खातामा पैसा हालिसकेको नमस्ते गर्न टिका पैसा दिएपछि नमस्ते गर्नुपर्छ सबै दुइटै दादालाई गरे यता यता दुइटालाई नि बिर्सी ढोग्नु पर्यो नि यता पैसा चोरी कि खै कति भएछ ओहो गर्नुपर्छ उठ यसलाई त 1 वर्षलाई हुने हो सबैले सोरी आएको सोरी चाहिँ होइन मेरो बर्थडेमा तिहारमा उता बसमा स्कुल भएको हुनाले कलेज भएको हुनाले अब सौरभ र श्रेया चाहिँ ढिला ढिला आए तर हामीले टिका चाहिँ सिद्धाएको थिएनौँ कि फेरि मङ्गलम भगवान् विष्णु मङ्गलम आयु दृढसुते श्रियं दशरथी सर्वदेव राघवी ऐश्वर्यनामसी गतिसपवनी मानव दुर्योधन दानं सूर्यसुते बलमहदरे संसर्ग कुन्ती सुते विज्ञानी बुद्धि भवति भगवान् महाकाली महालक्ष्मी महासरस्वती रक्षा गरुन् नौदुर्गा भगवान्ले रक्षा गरुन् एकदम गम्भीर भएर बसेछ हो राम्रोसँग बसेछ मार्ग राम्रो होस् स्वास्थ्य राम्रो होस् अरू सबै कुरा पछि हुन्छ आइटी सब्जेक्ट त्यसमा एकदम सफल गर्नु सफल हो भने हामीलाई खुसी लाग्छ हाम्रो सत्यम च कुन्ती सुते विज्ञान विद्वे भवन्तु भवता ल एकदम मेरो अब तिम्रो मनमा इच्छा लागेको त्यो ट्याक्क जुन विषय पढ्ने भनेको तिमीले सुन्दै जाओस् होइन राम्रोसँग पढ्नु अरू भनेको र बिस्तारै हुँदै जान्छ आफूले बनाएको बाटो आफूले सोचेको पढाइ इच्छा चाहना सबै पुरा होस् हाम्रो सौरभको ज्ञानी छ एकदम बुद्धिमानी छ सबैभन्दा नि छिटो पारिवारिक मिलन भएर सबै परिवारले एकदम दिन पाऊँ छिटै दसैँ आयो खाउँला पिउँला कहाँ पाउँला ल आयु दोण सुते पढ 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 ल आशीर्वाद दियो सबैले आफ्नो मनको आशीर्वाद भनिहाल है यो बेला ज्ञानी भाउ डक्टर कम्पोज सबै सहिलो होस् है बस स्क्रिप्टिङ सहिलो होस् राम्रो होस् अरु के छ साइबर सिक्युरिटीमा मेन चाहिँ सी एभ्रिथिङ क्लियर है सी द बिगर पिक्चर पढाइ पनि त्यस्तै होस् अरू सब टोपी लाउनु परोस् अन्तिममा टोपी लगाऊ म थप दिए लास्टको ल नमस्कार गर भन्न आ ल नमस्कार पैसा हो पैसा हो पैसा त मेरो बा गर्नुहुन्छ यो मेरो काम गर्ने पैसा क्वालिटी मारे बसाउन कान्छ केबिसीमा हाल्दिमलाई कि ल कार्ड म लड जान्छु ल ज्ञानी हुनु राम्ररी पढ्नु भनेको दुई हातले आयो यिनीहरूले ट्रेडिसनल पाराले आएन पैसा नि हुँदैन सम्झना
मम्मीलाई नहटाउनु ज्ञानी हुनु है छोरा धेरै असाध्यै विद्या आओस् छोरालाई है राम्रो भरिपूर्ण होस् सबै राम्रो छ अझै राम्रो हुँदै जाओस् सबैलाई राम्रो प्रगति गर्नु पहिला पर्दैन पैसा चाहिँ राख कहाँ त्यति बाहिर छैन नराखेको बुढा गरेर खाना पाइकन फेरि बिच रोग नलाओस् आँटेताको पुरा होस् भनेपछि पुरै सबभन्दा त निरोगी देखेको ड्याङले भन्छौ लिएर घुमाएको नि मैले हजुर त्यो मैले बिर्सेँ ल फलफुल के अरे रोटी त अचारहरू त खानुहुन्छ नि त हुन्न र पारू के पारू उसले के अरे होइन होइन के अब सौभाग्यको लागि भनेर त कुर्नुहुन्न नि त कुनै किसिमको रोग व्याधि नहोस् सफल होस् दुर्गा क्षमा सदा दुर्गा क्षमा शिवाधात्री स्वाहा सदा नमस्ते खास हामीले कण्ठ पार्नु पर्ने है यत्रो वर्ष दसैँ मनाउँदै आएछ ल भोटमा टाइम लाग्छ मङ्गल भगवान् विष्णु मङ्गल बुर्सेलबाट चिन्जानु हो नि दाइको आमा ज्वाइँले दक्षिणा दिनु होइन ज्वाइँलाई ज्वाइँ ज्वाइँ भनेको ज्वाइँ राख्नु हामीले ज्वाइँ नै भनेर सम्बोधन गरिन्छ हजुरलाई मन र हात मिल्यो भने बनाउँछ नि कसो कसैले खोलेकै रहन्छ त्यसै रोटीहरू त सबै खाइन्छ नि के त्यस्तो त छैन कतै टिका लाउनु जाने भोकै ओभरफुल छ
पढेर राम्रो आओस् बाबा मम्मीलाई राम्रै हेरचाह गर्नु है छोराको सक्नु त्यो त यो घटाको प्राइस हो पहिलाको प्राइस थियो सौरभ त टिका लगाएर कता गयो गइसकिसक्यो आयो तँ त कलेज सिधै आयो सौरभको सिलाएको होला हाम्रो पनि टिका हुन्छ लगाइसक्नु भयो पोलिटिका खेल बच्चा ल सबैले इच्छु गर्नुपर्छ इच्छु गर्नुपर्छ हो त्यस्तो गर्नुपर्छ है टिका लगाऊ कि दुधमा पनि के राख्छ यो बिचबाट हेर्न त्यसो गर्नुहुन्न बिहान पुरुषार्थी हुनुपर्छ महिलाहरू पुरुषहरू चाहिँ साथी हुनुपर्छ यो धर्म अनुसार संस्कार सिकाएको यो कुरा अब महिलाहरू चाहिँ जयन्ती मनाउन पर्दैन पैसा नपादिने पैसा होइन सबै चाहिँ भगवान्को महिला संयोग र अवसरले महिला हुनुपर्छ भन्ने कुरा है हाम्रो चाहिँ धर्मशास्त्रले दिएको आमासँग जे छ त्यही कुरामा रमा अनि त्यसपछि फेरि यहाँ गयो सानो भिडियो ओके भनेर फोटो आउँछ ल यो चाहिँ त अहिले मैले अन गरिसकेको छु होइन नि खाइन नि भाउजू त खाइन के अरे दुई एकदम खानु त सक्दैन लिएर जाने बरु लिएर गएन खानै पर्ने आधा अझै कान्छ त भुटेर होइन
बुहारेखेरि सबैजनाले ठुलो बाबा यहाँ छ मेरो आउटो दिन्न अरे उतै गाडी आउटो पठाइ बराहरू त एउटा ढोगेको हजुर हजुर त्यतिकै धाने साइकलमा आउनुभएको के पोल्टले नल्याएर लिएर उठाउनु छैन नि आइसी के मम्मी यति हुनुहुन्छ भन के भन के चाहियो र त्यस्तो गरेर फेरि राम्रो घर जाने हो ठुला हाम्रो सानो आवाज ल ल मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड मङ्गलम पुण्डरी काशी मङ्गलाय तनहरी ल दाइ दिदीले लगाइदिन्छु सँगै ल बाबु म खान्दिनँ नि पाइएन है यति यहाँ रमाइलो भयो है दसैँ त फर्स्ट टाइम यति रमाइलो भएको यसो जति हो त नि चर्च पछ तिमी नजिकै भयो है मन मिल्ने मान्छे नजिक भएपछि के कुरा हो त सबै नजिक भयो है सबै के मलाई कस्तो रमाइलो फर्स्ट टाइम हो है यति धेरै रमाइलो भएको दसैँ सानो दसैँ त धेरैजना भयो भने रमाइलो के खुवाइदेऊ ल त्यो जुस मल्ला रहेछ आशीर्वाद दिदियो दाइको आशीर्वाद सधैँ पाइरह होइन उहाँ भाइको दुईजना आउँछु हेर्दा दुईजना बढाउँदै हामीले जहिले यो केटासँग एकदम भाउजूले दिइरहनु भयो आशिष है त्यही हो जयन्तीमा मङ्गलकाली भद्रकाली दाइले चिज गर्नु अर्को साल होइन नि
यस्तो मिल्छ नि त जयन्ती मङ्गली हजुरलाई दुर्गा माताको आशीर्वाद कति अट्नु भनेर त पापा हाइड गरेको भने लुगा छु भनेको बाबुलाई के नाम नाम बिर्सेँ कि बाबु सेली एकदमै बाहिर देखेर तिमीबाट राम्रो कसको थियो जमिन कहाँ त्यस्तो हुन्छ मुर्दाबाद कति छिटो हो त नि हामी निक्लिन्छ हाम्रा प्यारा प्यारीहरू आएर एकदम रमाइलो गराए नवसे गतिष्ठ भवने मानस दुर्योधने सौर्यं शान्तने जमरा चाहिँ लिन पर्ने रहेछ ल अहिले यहाँ आशीर्वाद सबैको उन्नति प्रगति अझै राम्रो राम्रो हुँदै जाओस् है भाउकै छ केही छैन त्यही धेरै बन्दै बन्दै जाओस् आशीर्वाद धेरै पढ्ने है सानो है
जमरा ल्याउनु पर्यो भाउजू जमरा त्यहाँ छ सधैँ मिलेर राम्रो होस् घर परिवार एकदम राम्रो हामी मुना मदनसँग रोमियो जुलियट हुनु हाम्रो जोडी जस्तो हो नानीले पैसा लिने पुरा ल्याएको त दक्षिण भएछ अन्त नि बिल्ला लानु पर्नु पहिला ऐश्वर्य नंशे गतिश्च पवने मानस्य दुर्योधने दानं सूर्यसुते बलं हरधरे सत्यं च कुन्ते सुते विज्ञाने विदुरे भवति भवतां कीर्तिं च नारायणे श्री महाकाली महालक्ष्मी महासरस्वती अवनी राम्रो होस् तिम्रो इच्छा पुरा होस् तिमीलाई आयु स्वस्थ होस् मम्मीलाई माया गरे आन्टी अङ्कल भन्दा बाटो हिँड्दा छेउमा ट्याक्छ है छेउमा ट्याक्को बुहारी खै छोरालाई टिका लाउन पाइयो बाबु ढोका र आन्टीलाई अङ्कललाई त्यसपछि अर्को साल फेरि ट्याक्क अर्को कुरो बुझ्यो नि नजिकै आइदिनु 2011 मा होइके लागु उताको हाम्रो घर पुरानो घर है आयो दोना सक्ने आफ्नो कल्याण दिनु नि नमनले ग्यास भन्नु न भगवान विष्णु सबै राम्रो छ अझै राम्रो होस् मङ्गलम पुरी काट्या फोटो नि हाम्रै घर बसिका राम्रो छ सत्यं च कुन्ती सुते विज्ञाने विदुरे भवति भवतां कीर्तिं च नारायणे श्री महाकाली महालक्ष्मी मां रक्षा गर्नु पर्दैन के पर्दैन होइन सानोतिर भनौँ भने कामभित्र रोज बस्छ सानोदेखि बनाउने खानभित्र के छ अरे यसै गर्नु छ भाइ पैसा लिने लाग्यो दम गर्नु समयको छोरी आउ त तिमी ओइ
छोराछोरी सँगै आएको मतलब भने फाले आफ्नो नजिक जुन भेटाए राम्रो पढे ज्ञानी हुने त्यही नै हो पैसा दिने त लाउन मन लाग्छ त मम्मीले सोधिदिने बाबाले सोधिदिने कि आमा सोधिदियो पैसाको कुरा अन्त यी पैसा पढेर राम्रोसित सक्का हो त्यही हो दिदीलाई पैसा पैसा नभए पछाडि स्याउ छ स्याउ दियो देवी चामुण्डे जयको छातीहरू देवी सर्वगते देवी कापना श्री महाकाली महालक्ष्मी महासरस्वती रक्षा गरौँ नौदुर्लभ भवानी रक्षा गरौँ कुनै किसिमको रोग व्याधिहरू नलागोस् परिवार पनि शुभ सन्तुष्ट होस् एउटी छोरी छ जय जय होस् लक्ष्मीको स्वरूप चाहिँ जन्मेकी छोरीले